गाउँ यहाँ पताका टाँसेर तिहारको बेला रमाइलो छ। पैसा उठाएर देख्न सक्नुहुन्छ। यो पाल्पाको बास गाउँ हो। म यहाँ हिँडिरहेको छु ट्रेकिङ। यहाँ यो घरमा चाहिँ पसल छ। जाडोको मौसम छ तर घाम लागिरहेको छ। रमाइलो छ पुरा ढलान गरेर यहाँको गाउँमा चाहिँ राम्रो गराउनु भएको छ। माथिदेखि 1 मिनटमा यति बाटो हिँड्यो। यहाँ एउटा भवन रहेको छ, त्यहाँ स्कुल छ साथै अनि त्यहाँ ग्राउन्ड पनि छ। यहाँ भोलि आज 26 गते भयो कि 27 गते चाहिँ गेम खेल्ने कार्यक्रम छ अरे, सांस्कृतिक कार्यक्रम। पताका टाँसेर रमाइलो गर्नुहुन्छ अरे प्रत्येक वर्ष पैसा उठाएर तिहारको बेलामा। यस्तो स्कुल हो, स्कुलको छाना देखिएको छ। मेरो आवाज चाहिँ अलिक सानो आए जस्तो लाग्छ। साफसफाइ कार्यक्रम चलेको थियो। मेरो मोबाइलमा चाहिँ मेमोरी फुल भएको भइ गर्छ, त्यही पनि म फोटो खिच्नलाई भिडियो गराउनलाई चाहिँ गराइरहेको हुन्छु। देख्न सक्नुहुन्छ कस्तो राम्रो ठाउँ। यो स्कुल हो, यो के स्कुल रहेछ हो, नाम त मलाई पनि ठ्याक्क थाहा भएन। 2 मिनटमा त्यहाँ माथिदेखि तलसम्म आइपुग्यो। हेर्नु त, यहाँ जति मेरो क्यामेराले खिच्यो भन्दा राम्रो देखेको छ दृश्य चाहिँ। यो बास गाउँमा तिहार छेका चाहिँ यस्तोरी पैसा उठाएर पताका टाँस्नु हुँदो रहेछ, रमाइलो गराउनु हुँदो रहेछ। देख्न सक्नुहुन्छ। बास गाउँ रमाइलो ठाउँ।